खेलको 14औं मिनेटमा इराकी डिफेन्सको चक्रव्यूहलाई तोड्दै एम्बापेले जब पहिलो गोल गरे तब नै फ्रान्सको इरादा स्पष्ट भइसकेको थियो। तर यो त सुरुवात मात्र थियो। 54औं मिनेटमा पुनः अर्को बबाल स्ट्राइक गर्दै एम्बापेले खेलमा आफ्नो दोस्रो गोल ठोके। त्यो गति, त्यो सटिकता र त्यो किलर इन्स्टिङ्क्ट। एम्बापेलाई रोक्न आज इराकसँग कुनै जवाफ थिएन। उनले मैदानमा प्रमाणित गरिदिए कि किन उनी विश्व फुटबलका किङ हुन्। एम्बापेको यो तुफान चलिरहँदा 66औं मिनेटमा उस्मान डेम्बेलेले अर्को शानदार गोल थप्दै इराकको कमब्याक गर्ने सबै ढोकाहरू पूर्ण रूपमा बन्द गरिदिए। यो क्लिन सिट र 3-0 को विशाल जितसँगै फ्रान्सले आफ्नो स्टारलाई अझ उच्च स्थानमा पुर्याएको छ र अगाडिको यात्रा बलियो बनाएको छ। तर यो कडा हारपछि इराकको स्टार भने निकै तल झरेको छ। अब इराकका लागि अगाडि बढ्ने बाटो निकै कठिन र गणितीय मोडमा पुगेको छ। मैदानमा एम्बापेको यो जादु देखेपछि तपाईलाई के लाग्छ? यसपालि फ्रान्सलाई रोक्ने तागत कसैसँग छ? आफ्नो विचार कमेन्ट्समा ठोक्नुहोस्।